ल सर यो पहाड भन्दा त्यो हिमाल अझ अग्लो छैन? होइन म एउटा कुरा भन्छु कि कस्तो भनेदेखि हामीले यो अग्लो होचो भनेर तल बसेर होइन कि त्यसको लेभलमा गएर हेर्नुपर्छ। नजिकको त अग्लो देखिन्छ नि, त्यही त होइन? त्यहाँ चाहिँ त्यो अग्लो छ त्यहाँ जस्तो हामी लाग्यो। पोखराबाट हेर्दाखेरि माछापुच्छ्रे अग्लो देखिन्छ, त्यही त किनभने त्यो यी हिमालहरूभन्दा नजिक माछापुच्छ्रे छ क्या। त्यही त अनि तलबाट हेर्दाखेरि माछापुच्छ्रे अग्लो जस्तो। त्यही त यहाँ एउटा घर भयो भने यो हिमालभन्दा घर अग्लो देखिन्छ, त्यही त किनभने घर नजिक भएर हो। यो नजारा यो वाला लमजुङ भयो, लमजुङ हिमाल। अनि यो जुन हिमालले के अरे बादलले ढाकिन थालेको यो चाहिँ अन्नपूर्ण 2, अन्नपूर्ण 4 चाहिँ यो हो, यो वाला हो। अन्नपूर्ण 4 चाहिँ यो हो। अहिले हामी राइजिङ डाँडामा छौँ, 2350 मिटरको अल्टिच्युडमा। आज मौसम खुलेकोले हामीले हेर्न पाछौँ। वी आर लक्की पर्सन। देन यो आकाशको यो नजारा यस्तो लगभग हुँदैन कहिले। यो आकल झुकल मात्रै हुने नजारा हो। हामीले यो पनि सिन पायौँ। सनराइज, सन बादलभित्र किन किसिमले बसिया छ। यो चाहिँ राजिङ डाँडाको विश्रामस्थल। आज त्यति पर्यटक छैन। अर्को नजारा यता छ, निलो आकाश, बादल माथि। महेन्द्रजी हामीसँगै आएको साथी। वाच, feel relax.